तेमुने छाता भनेको के हो छाता भनेको खोज्नु अब भ प्लस र उल्सु यता भन्ने ग्रामर बुझ्नु पर्यो पहिला नसक्नु हैन अनि दा हटाएर फेरि भिएसटी प्लस के ग्रामर लायो त गीते मुने भन्ने ग्रामर लायो एको कारणले भनेपछि छाताबाट छाजुर्सु इक्किते मुने खोज्न सक्ने भएको कारणले है खोज्न सकिने भएको कारणले अनि दुईमा खुहादा पनि के हो खोज्नु हो फेरि खुहादा पनि एउटा खोज्नु हो अर्को के हो त उद्धार गर्नु हो कसैलाई उद्धार गर्नु माने खुहादा लाग्छ अनि खुहाल्सु इक्किते मुने यो पनि के भयो त खोज्न सकिने उद्धार गर्न सकिने भएको कारणले छाजुन जगी इक्किते मुने छाता खोज्नु नर उन जगी इत्ता एकको अनुभव हुनु गीते मुने एको कारणले अनि छाजुन जगी इक्किते मुने खोजेको अनुभव भएको कारणले 4 नम्बरमा खुहादा भनेको खोज्नु खुहान जगी इक्किते मुने खोजेको अनुभव भएको कारणले भन्छ बराबर त बुझियो नि कसरी लागेको छ भन्ने कुरा अब यसलाई यहाँनिर कसरी प्रयोग गरेछ भन्दा ल हेरौँ है पहिला छनुन म चाहिँ फुल्याङफुम भनेको बिग्रिएको सामान है सामान बनाउँदा बिग्रियो भने के हुन्छ फुल्याङफुम हुन्छ छनुन म चाहिँ फुल्याङफुमुल बिग्रेको सामानलाई खोल्ला नेनन भनेको चाहिँ छान्ने अथवा छनौट गर्ने छुट्याउने भनेको के कम्पनीमा सामान उत्पादन गर्दा सबै राम्रो आउँछ भन्ने त हुँदैन नि त कुनै सामान बिग्रिन सक्छ हो त्यो बिग्रेको सामानलाई खोल्ला नेनन भनेको चाहिँ छनौट गर्ने छागबुल काम हागो सिम्दा गरिरहेको छु म चाहिँ बिग्रेको सामानहरूलाई छान्ने छनौट गर्ने काम गरिरहेको छु छेफुमुल भनेको प्रोडक्ट अथवा सामान छासेही भनेको विस्तृत रूपमा फोदा भनेको हेर्नु अनि फो आया भनेको चाहिँ हेर्यो भने मात्र तर यो फो आया नहुनु पर्ने हो फाया हुनुपर्ने है त अनि सामान चाहिँ छासेही विस्तृत रूपमा फो आया अथवा फाया राम्रोसँग हेर्यो भने मात्रै फुल्याङ फुमुल बिग्रेको सामानलाई डट 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 नुनी छोगुम आफम्निदा आँखा अलिकति दुख्छ भन्छ आँखा अलिकति गाह्रो हुन्छ अरे क्या दुख्छ अरे किन होला त आँखा दुख्ने अब सामान मैले चाहिँ यस्तो काम गर्छु सामान खोजेको अनुभव भएको कारणले आँखा दुख्छ भन्न मिल्छ अनुभव भएर आँखा किन दुख्थ्यो र अनुभव भएको भएर थाहा छ भन्ने कुरा पो हुन्छ त अलिकति मिल्छ त हैन खोजेको अनुभव भएको कारणले आँखा दुख्छ अनि खोजेको अनुभव भएको कारणले आँखा दुख्छ यो पनि त्यही हो खुवादा खोज्नु उद्धार गर्नु छाता पनि खोज्नु खुवादा पनि खोज्नु यहाँनिरबाट हामीले के लगाउने आन्सर भन्दाखेरि छाजुल्सु इक्किते मुने लगाउने किन छाता खोज्नु छाजुल्सु इक्किते मुने खोज्न सकिने भएको कारणले खुवादा पनि खोज्नु खोज्न सकिने भएको कारणले यो दुईटामा के फरक छ त उता गएर ग्रामरमा अलिकति हेरौँला है पहिला यो बुझौँ छनुन फुल्याङ फुमुल खोल्ला नेनन छागबुल आगो सुमिदा म चाहिँ बिग्रेको सामानलाई छनौट गर्ने काम गरिरहेको छु छेफुमुल छासेही फुवाया सामान अथवा प्रोडक्टलाई चाहिँ विस्तृत रूपमा हेर्यो भने मात्रै फुल्याङ फुमुल छाजुल्सु इक्किते मुने त्यो बिग्रेको सामानलाई खोज्न सकिने भएको कारणले आँखा अलिकति दुख्छ हैन राम्रोसँग बिग्रेको सामानलाई हेर्यो भने मात्रै के हुन्छ त पाइन्छ नि त माथि माथिबाट हेरेर कहाँ पाइन्छ र मनको आँखाले हेर्यो भने पो पाइन्छ त अब माथि माथिबाट चाहिँ हेर्यो भने त बिग्रेको र नबिग्रेको के हो भन्ने हुन्छ नि त त्यही भएर बिग्रेको सामानलाई चाहिँ विस्तृत रूपमा हेर्नुपर्ने भएको कारणले अथवा त्यसरी चाहिँ खोज्नु पर्ने भएको कारणले आँखा अलिकति दुख्छ गाह्रो हुन्छ भनेको छ अब यो खुवादा किन मिलेन भन्ने कुरा चाहिँ हामीले यहाँबाट अलिकति ग्रामर हेरौँ ल यहाँ हेरौँ है के भन्छ छाता र खुवादामा फरक के रहेछ त पहिला छाता भनेको छ छाता भनेको खोज्नु नै हो कस्तो बेलामा प्रयोग गरिन्छ अरे त भन्दा अतन मूलगणिना कुनै सामान अथवा छङबोरुल जानकारी अत्की उए भनेको प्राप्त गर्नको लागि कुनै सामान अथवा
कुनै पनि जानकारीलाई प्राप्त गर्नको लागि नोरे खागना प्रयास गर्ने अथवा थुक्चङ साङसना विशेष स्थान अथवा सारामूल मान्छेलाई फाल्गन हादा भनेको पत्ता लगाउनु, फाल्गन हारेनन् पत्ता लगाउने विचारले चाहिँ गरिने हेङदोङ्गुल क्रियाकलापलाई नाथानेन्दा अथवा नाथानिमिदा दर्शाउँछ भन्छ है। छात्ता भनेको चाहिँ कुनै पनि सामान र जानकारी प्राप्त गर्न प्रयास गर्ने अथवा विशेष स्थान र मान्छेलाई पत्ता लगाउनलाई गरिने गतिविधिलाई के गर्दो रहेछ? छात्ता भनेर भन्दो रहेछ। जस्तै इराबरिन यलसोइरुल छाक्को हिस्सा हराएको चापी खोज्दैछु। अब हराएको कुरा खोज्नलाई के लाग्दो रहेछ? छात्ता लाग्दो रहेछ हैन। मूलगनिना छङबोरुल छात्ता सामान अथवा जानकारीहरू इन्फर्मेसनहरू खोज्नु। अनि गएर ओरेतोङा लामो समयसम्म यल्लाग भनेको सम्पर्क, यल्लागी कुन्था भनेको सम्पर्क काटिनु भनेको। छङारुल कुन्था भने जस्तो कुन्था भनेको के हो त नि? काट्नु हो नि त खासमा त। तर अब यहाँनिर के अर्थ लाग्यो त भन्दा ओरेतोङा लामो समयसम्म, यल्लागी भनेको सम्पर्क, कुनखिन भनेको चाहिँ काटिएको, सम्पर्क नभएको, छिङ्गुरुल साथीलाई छाक्को सुनिदा खोजिरहेको छु। कोही मान्छेलाई खोज्छ भने पनि छात्ता लाग्दो रहेछ। छक्चरान भनेको चाहिँ छक्चराजा भनेको के हो? उपयुक्त अथवा आफूलाई उचित हुने खालको कुरालाई के भन्छ? छक्चराजा भन्छ। अनि छक्चरान भनेको चाहिँ उपयुक्त अथवा उचित खालको, इल्जारी भनेको कामको सिट भनेको कम्पनीमा रोजगारी भन्न खोजेको है। उपयुक्त खालको रोजगारी अथवा कामको सिटलाई छाकको सहयोग खोजिरहेको छु। आफूलाई उपयुक्त हुने जागिर खोजिरहेको छु, कामको सिट खोजिरहेको छु भन्छ है। यो छात्ता चाहिँ प्रायः जसो कस्तोमा भन्दा जीवहरूमा निर्जीव सजीव भए पनि त्यहाँनिर ठोस वस्तुमा लाग्छ के। एउटा कुरा के बुझौँ भन्दाखेरि छात्ता चाहिँ ठोस वस्तु त्यहाँ भएको नै हुन्छ के त्यो है। कुनै पनि कुरा भएको कुरामा खोज्नुलाई छात्ता प्रयोग गर्छ। अतन साङमाङ्गिना कुनै परिस्थिति अथवा साङ्थे अवस्थालाई छात्ता खोज्दा पनि के रहेछ? छात्ताको प्रयोग गरिन्छ भनेको छ। अब खुवादालाई चाहिँ कस्तो बेलामा प्रयोग गर्छ अरे त भन्दा खुवादा भनेको नि खोज्नु हो। इल्बान जगुरो सामान्यतया छाक्गना खोज्ने अथवा अधुराको पाउने विचारले हादा गर्ने तोनन। त्यसै गरी थौमिना सहयोग अथवा छुङ्गुरुल भनेको चाहिँ सुझाव सल्लाह, अधुराको पाउने विचारले हादा रानन गरिने भन्ने कुरालाई तुसुल अर्थलाई खाजिमिदा लिइन्छ अथवा राखिन्छ भन्छ। प्राय जसो कुनै पनि कुरा खोज्ने, प्राप्त गर्ने, तोनन अथवा थौमिना कुनै पनि सहयोग, छुङ्गुरुल भनेको चाहिँ सल्लाह सुझाव, अधुराको पाउने विचारले हादा गर्ने रानन भनेर तुसुल अर्थ चाहिँ खाजिमिदा राखिन्छ। अब छात्ताले के भनेको थियो? कुनै पनि कुरा खोजेर पत्ता लगाउने कुरालाई के भन्छ अरे? छात्ता हुन्छ भनेको थियो नि। कुनै पनि हराएको कुरा खोज्नु, पत्ता लगाउनु, फाल्गन हादा भनेको के हो त? पत्ता लगाउनु। कुनै पनि कुरा खोजेर पत्ता लगाउनुलाई चाहिँ छात्ता, कुनै पनि कुरा खोजेर प्राप्त गर्नु, आफैले लिनु अथवा प्राप्त गर्ने कुरालाई खुवादा। धेरै जसो ठोस वस्तुमा छात्ता, अनि अमूर्त भनेको मूर्त नभएको, ठोस नभएको वस्तुमा खुवादा। कुनै पनि कुरा हरायो त्यसलाई खोजेर पत्ता लगाउनु पर्यो छात्ता। कुनै पनि कुरालाई भेटाएर खोजेर चाहिँ आफ्नो बनाउनु पर्यो, प्राप्त गर्नु पर्यो खुवादा। के भनेको छ? छारेरुल खुवादा। छार्यो भनेको डेटा, डाटा भनिन्छ नि हामी, डेटा जानकारी क्या। डाटा रुल खुवादा, छारेरुल छादास अत्ता भनेको चाहिँ कुनै कसैको केही कुराको जानकारी, डाटा खोजेर प्राप्त गर्नु खुवादा। थोमुल खुवादा कसैबाट सहयोग के गर्नु? खोज्नु, आफूले पाए हुन्थ्यो, प्राप्त गर्न पाए हुन्थ्यो सहयोग भन्ने कुरालाई खुवादा। थोमुल अधुराको आधा कसैको सहयोग प्राप्त गर्न चाहन्छ। त्यसै गरी इहेरुल खुवादा, इहे भनेको बुझाइ, समझदारी। साङ्दे बाङ्गे दोस्रो पक्षलाई इहेरुल सँगादा भनेको चाहिँ दोस्रो पक्षको बुझाइ के हो त, उसले भन्न खोजेको के हो त भन्ने कुरालाई बुझ्ने, आफूले प्राप्त गर्न पाए हुन्थ्यो, यो बुझ्न पाए हुन्थ्यो भन्ने कुरा। छोवन भनेको सल्लाह सुझाव खुवादा, खोज्नु। छोनुल हे छुगिरुल छङ्गादा, कसैले मलाई सल्लाह सुझाव दिए हुन्थ्यो, मैले त्यो सल्लाह सुझाव उसको पाउन पाए हुन्थ्यो, मैले लिन पाए हुन्थ्यो भन्ने कुरालाई खुवादा। ल यति गरेपछि कुरो बुझ्यो। अब यहाँबाट मैले आन्सर छान्नलाई चाहिँ कसरी सजिलो माने तपाईँहरूलाई भन्दा कुनै पनि हराएको चिज अथवा कुनै पनि चिजलाई खोजेर पत्ता लगाउनु मात्रै पाइयो, पत्ता लगाइयो छात्ता। पत्ता लगाउने मात्रै होइन, खोजेर आफ्नै बनाउनु पर्यो भने खुवादा। यसरी चाहिँ बुझ्दा सजिलो हुन्छ। कुरा बुझ्यो नै? ल
त्यसो भएपछि छाता भनेको चाहिँ ठोस वस्तुहरू कुनै पनि कुरा खोजेर पत्ता लगाउनुलाई चाहिँ फाल्गुन आधा भनेको पत्ता लगाउने विचारले गर्ने गतिविधिलाई छाता, खोजेर आफ्नै बनाउन चाहने कुरालाई खुवादा। त्यसैले हामीले यहाँनिर आन्सर कति लाग्यो त 2 नम्बर लाग्यो है। यहाँनिर त्यही भएर हामीले आन्सर कति लाग्यो 2 नम्बर लाग्यो। छाजेलसो एक किते पनि अब यस्तै खालको क्वेसन आयो भने तपाईँहरूले मिलाउन सक्नु होला भन्ने आशा छ। तर फाइनल एक्जाममा फेरि यस्तो अप्ठ्यारो नआउला आशा चाहिँ है, यस्तो अप्ठ्यारो चाहिँ नआउला। ल संज्ञापन इल भनेको आन्सर 2:38 मा हेरौँ त। 38 को पहिला अप्सन हेरौँ है। खल्लिदा भनेको लाग्नु अनि अल्झिनु भन्ने नै अर्थ हुन्छ है। खल्ल्या स्मिदा लागिरहेको छ अथवा अल्झिएको छ भन्ने अर्थ भयो। खल्लया हामीदा लाग्नै पर्दछ अथवा अल्झिनै पर्दछ, तारहरूमा अल्झियो भने खल्लिदा हो। अनि थुर स्मिदा भनेको चाहिँ भित्र रहेको छ। अब थुर ओदा भन्यो भने भित्र आउनु भन्ने अर्थ हुन्छ हैन। थुर ओदा भित्र आउनु, थुर खादा भित्र जानु। अब थुर इत्ता भयो भने के हो त भित्र हुनु, भित्र हुनु। अनि थुर स्मिदा भित्र हुन्छ अथवा भित्र छ। थुरया हामीदा भित्र हुनै पर्दछ, भित्र रहनै पर्दछ, भित्र हुनै पर्दछ भन्न खोजेको। यी साङ्जा आनेनन् यो बक्स भित्र चाहिँ केजिदा भनेको फुट्नु, गी सुइदा भनेको नसजिलो हुनु। अनि केजिगी सुइउन् फुट्नलाई सजिलो हुने मूलगन्धुरी सामानहरू डट 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 खुरेछ। त्यसैले छाङ्गो आनुरो गोदामभित्र ओम्गिल तेनन् सार्ने बेलामा चाहिँ मुनिना ढोका अथवा फ्यागे भित्तामा फुदित छिदा अथवा फुदित हादा भनेको ठोकिनु, जियान्था भनेको नगर्नु। अनि फुदित छिजी आन्खे भनेको चाहिँ नठोकिने गरी छुई हेया हामीदा ध्यान दिनु पर्दछ अथवा होसियार हुनु पर्दछ। कति होला एन्सर हो ल। यी साङ्जा आनेनन् यो बक्सभित्र चाहिँ केजिगी सुइउन् फुट्नलाई सजिलो हुने खालका मूलगन्धुरी सामानहरू थुरा स्मिदा भित्र रहेका छन् हैन, भित्र छन्, प्रवेश छन्। क्रेस त्यसैले छाङ्गो आनुरो गोदामभित्र ओम्गिल तेनन् सार्ने बेलामा चाहिँ मुनिना ढोका अथवा फ्यागे भित्तामा फुदित छिती आन्खे नठोकिने गरी छुइया हामीदा होसियार हुनु पर्दछ। खल्ल्या स्मिदा अल्झिएको छ, लागिरहेको छ। खल्ल्या हामीदा लाग्नै पर्दछ, अल्झिनै पर्दछ। थुरै हामीदा भित्र हुनै पर्दछ, अनिवार्य हुनुपर्छ भन्ने त अर्थ छैन नि त। संज्ञापन साम भन्नुभयो है। 39 को कति होला त 40 र 39 को ल हेरौँ। एकदमै इम्पोर्टेन्ट भनेको हामीलाई फिनका नै हो ग्रामर है। इक्जाममा आउन सक्ने धेरै 4-5 वटा 6 वटासम्म आउँछ। त्यसैले यो क्वेसनहरू चाहिँ ध्यान दिएर हेर्ने यसले धेरै सपोर्ट गर्छ। उन्चालीस को कति अलि छिटो भनौँ न। 40 को एक दुईटै 3 हो। ल हेरौँ त्यसो भए। पाल्दा भनेको के रे? पाल्दा भनेको धुनु, पाल्गो भनेको धोएर, पाल्दा भनेको धुनु, असास भनेको एर, पारास धोएर अथवा धोएकोले, थोल्लिदा भनेको घुमाउनु, थोल्लिगो घुमाएर, चारमा थोल्लिदा भनेको घुमाउनु, थोल्ल्यास पनि घुमाएर। अब यहाँ हामीले छुट्याउनु पर्यो असासको फरक। असास कस्तो बेलामा र गो कस्तो बेलामा। छुमारी सप्तान्तमा खिसुक सारुल होस्टेल छङ्सु सुविधा सफा गरेको थिएँ। फाङ्गुल सुलको कोठा बढारेर छङ्ने सुविधा व्यवस्थापन पनि गरेँ। खुरीगो अनि सेथाक्की वासिङ मेसिन रुललाई डट 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 सल्ग जिरुल सुविधा भाडा धोएँ भन्छ। कति हो एन्सर? 100% 3 हो त हो नै। कसरी 3? अब सेथाक्की रुल पाल्गो वासिङ मेसिनलाई चाहिँ धोएर सल्गजीले हेर्छौँ त। पाल्दा त कपडा धुनु पो हो त, वासिङ मेसिनलाई धुनु त भएन। कि त सेथाक्की आधा भन्नु पऱ्यो अथवा सेथाक आधा भन्नु पऱ्यो कि त पाल्दा भन्नु पऱ्यो। अनि पारास भनेको चाहिँ धोएर, अब सेथाक्कीलाई धुने कुरा नै छैन
अब थोल्लिँदा र थोल्लेसम्म के हुने भयो त भन्दाखेरि सेथाकीलाई घुमाएर पाल्लेरु लेसुमिदा कपडा धोएँ भनेको भयो असाहस लाग्थ्यो हैन, किनकि सेथाकीलाई घुमाएरै कपडा धोइन्छ। अब सेथाकीलाई घुमाएर भाँडा माझे भनेपछि त दुईटा कार्य भयो, त्यही भएर यहाँ के लाग्ने भयो त गो चाहिँ लाग्ने भयो क्या। यही हो गो र असाहसको फरक है। यति कुरामा झुक्कियो भने झुक्किहाल्यो, मिल्यो भने मिलिहाल्यो। किन? सेथाकी भनेको वासिङ मेसिन, सेथाकी घुमाउने बित्तिकै यसले कपडा धोयो भन्ने कुरा बुझियो। सेथाकीले थोल्लिएको वासिङ मेसिनलाई चलाएर थोल्लिँदा भनेको घुमाउनु होइन क्या, अन गर्नु पनि हो नि त। सनफुङ्की रुल थोल्लिँदा फ्यान अन गर्नु, खिगे रुल थोल्लिँदा मेसिन अन गर्नु, सेथाकी रुल थोल्लिँदा होइन के अरे वासिङ मेसिन अन गर्नु। अनि सेथाकी रुल थोल्लिएको वासिङ मेसिनलाई चलाएर सकियो नि त, चलाएपछि सकियो चलिरहेको छ। अनि सलगजीले हेर्छुमिदा भाँडा धोएँ, दुईटा कार्य भयो, गोले प्रयोग गर्यो। सम्झापन साम्बन। ल 40 नम्बरको भनौँ, एक हो त, यो सजिलो छ, यसलाई छिटो हेरौँ है। तादा भनेको प्राप्त गर्नु, फलफुल टिप्नु पनि हुन्छ, अनि प्रमाणपत्रहरू प्राप्त गर्नु पनि हुन्छ। तामेन भनेको चाहिँ प्राप्त गर्यो भने मेनुमेनबाट, अनि तादाबाट असाहस प्रयोग गरेर तासा भनेको चाहिँ प्राप्त गरेर अथवा टिपेर। फल्दाबाट फलमेन भनेको चाहिँ कमायो भने, अनि फल्दाबाट फरस भनेको कमाएर। के भन्छ हेरौँ है, यो जुन आजभोलि मियोङ सिरियस छ ब्युटी पार्लरमा, मियोङ इरुल ब्युटिसियनको काम चाहिँ फेउगो सुविधा सिकिरहेको छु। यलसिमी फेवास मेहनतपूर्वक फेवास सिकेर पाल्ली मियोङसा छाकेक जुङ्गुल छिट्टो चाहिँ ब्युटिसियनको प्रमाणपत्र छोक्के सुविधा राम्रो हुने थियो। के गरे भने प्राप्त गरे भने राम्रो हुने थियो, तामेन हैन। अब फल्दा भनेको कमाउनु, पैसा पो कमाउनु हो त हैन, अनि प्राप्त गरेर चाहिँ राम्रो हुने थियो भन्ने त हुँदैन नि त। छिट्टो चाहिँ प्रमाणपत्र प्राप्त गरेर अथवा प्राप्त गरेकोले राम्रो हुने थियो भन्नु होइन त, किनकि असाहस प्राप्त गरे र चाहिँ यस्तो नतिजा आयो भन्ने हुनु पर्यो, कारण र नतिजा आउनु पर्यो, नै भने चाहिँ मिलेन। नेपालीमा सर्व हेर्दा अर्थ पनि एकमै लाग्छ। 41-42 को भनौँ। कतिको 4 4 हो, दुईटैको 4 हो। एकचालीस को कति ल 41 को हेरौँ है त। 4 भनेपछि सोगे आधा परिचय दिनु, सोगे आगी सिप सुम्निदा परिचय दिन के छ? परिचय दिन के छ? मन छ। स्विप्टा सजिलो हुनु, स्विप सुम्निदा सजिलो छ। सोगे आगी न भेस्टी प्लस गी भनेको के हो? न। सोगे आगी स्विप सुम्निदा परिचय दिन सजिलो छ। गिरो आधा भनेको के हो? भेस्टी प्लस गिरो आधा ने निदो गर्नु, कुनै पनि कार्य गर्नलाई निदो गर्नु तर काम नगर्नु। सोगे आगिरो हेसुमिदा निदो गरिसकेँ अथवा परिचय दिने निदो गरिसकेँ। ख्वाङबाङ आधा भ्रमण पर्यटन गर्नु, ख्वाङबाङ हागी सुम्निदा पर्यटन गर्न अथवा भ्रमण गर्न सजिलो छ। ख्वाङबाङ हागिरो हेसुमिदा भ्रमण गर्ने निदो गरेँ। छनुन म चाहिँ छेजुदो कोरियाको छेजुदो भन्ने ठाउँमा कोक भनेको जसरी पनि अथवा अनिवार्य रूपमा खाएको सिपसुमिदा जान चाहन्छु। क्रेस त्यसैले थाउम यरुम युगा तेनन, त्यसैले अर्को गर्मी बिदाको तेनन बेलामा चाहिँ छिङ्गुदुलवा साथीहरूसँग खाच्छीसँगै छेजुदो भन्ने ठाउँमा के गरेको छु? ख्वाङबाङ हागिरो हेर्सुमिदा जाने निदो गरेको छु। कुनै पनि कार्य पास्टमा निदो गरिसक्यो तर त्यो ठाउँको कार्य गर्नलाई 100% आफूले कन्फर्म गरिसक्यो तर काम पुरा भएको छैन भने गिरो आधा लाग्छ। अरू त मिल्ने नै भयो, त्यस्तो अप्ठ्यारो छैन। 42 मा हेरौँ।
माछिदा सकाउनु माछीको नामेन सकायो भने अब माछिदा भनेको आफैमा सकाउनु भन्ने मिनिङ छ। अनि दा काटेर गोनास भनेको ए पछि भन्ने मिनिङ लाग्छ। अनि गोनासको स हटाएर फेरि म्यान लाग्छ भन्यो भने सकायो भने भन्ने अर्थ भयो है। माछीको नामेन सकाइयो भने। खुचिदा भनेको वर्षा रोकिनु खुचिल्ते काजी वर्षा रोकिने बेलासम्म। अनि माछिदा भनेको सकाउनु माछिल्ते काजी सकिने बेलासम्म। खुचिदा वर्षा रोकिनु खुसीको नाश बर्खा रोकिएपछि। अनि यो मेन भनेको यो भने वर्षा रोकियो भने भन्ने अर्थ लाग्छ है। अब हेरौँ नेइल भोलि ओहुबुथ भनेको दिउँसोदेखि भनेको 12 बजेपछि। फाम नुत्के काजी रातिको अबेलासम्म फिगा नेरिगेसमिदा पानी आउनेछ। फिगा पानी मोरेबुथ पर्सिदेखि चाहिँ मालगुन नार्सिका खेसोक दैगेसमिदा सबै खालको मौसम लगातार हुनेछ। यो चाहिँ मौसम पूर्वानुमानले भन्यो इल्गियोले हैन। इल्गियोबो भनेको के हो त नि मौसम पूर्वानुमानमा समाचार भन्यो क्या हैन। नेइल ओहुबुथ फाम नुत्के काजी फिगा नेरिगेसमिदा भोलि चाहिँ दिउँसो अपराह्नदेखि राति ढिलासम्म पानी आउनेछ। फिगा पानी पछाडिको सेन्टेन्सले के भनेको छ भन्ने कुरा हो। मोरेबुथ पर्सिदेखि मालगुन नाल्सिका सफा मौसम खेसोक दैगेसमिदा निरन्तर हुनेछ। माछीको नामेन पानी रोक्नुलाई माछिदा समाप्त गर्नु भन्न मिल्छ। काम सकाउनु खाना सकाउनु पो माछिदा हो। अनि खुचिदा वर्षा रोकिनु हो तर वर्षा रोकिने बेलासम्म चाहिँ पर्सिदेखि सफा मौसम लगातार हुनेछ भन्न मिलेन। बेलासम्म भनेपछि अर्थ मिलेन। अनि माछिल्ते काजी वर्षा रोकिनुलाई माछिदा त हुँदै भएन भनेपछि खुचिदा नै हो। अनि वर्षा चाहिँ खुचीको नामेन वर्षा रोकियो भने पर्सिदेखि लगातार सफा मौसम हुनेछ। संज्ञापन साबनी मिरा 4 को आन्सर है। ल 43 र 44 अनि 45 हेरेपछि हामी सक्छौँ है। 43 मा हेरौँ त के रहेछ। कति होला 1 हो। ल हेरौँ न त। आधाबाट हारेको भनेको गर्ने विचारले आधा गर्नु रियाको उर्याको भनेको ने विचारले अनि गर्ने विचारले फुल्दा भनेको खोल्नु समाधान गर्नु अनि फुलगना खोल्ने अथवा समाधान गर्ने अनि वा अथवा भन्ने अर्थ लाग्छ। अनि फुल्दा भनेको समाधान गर्नु फुल्यको समाधान गर्ने विचारले अथवा खोल्ने विचारले। समाधान गर्ने विचारले अथवा खोल्ने विचारले। हागना भनेको चाहिँ आधा गर्नु वा अथवा गर्ने अथवा भन्ने अर्थ लाग्यो है। के भनेको छ त वैसा थोङ्ने वा कम्पनीको सहकर्मीसँग माल्दा थुमु लेस। माल्दा थुमु आधा भनेको के हो भनाभन हुनु झडप पर्नु हैन। माल्दा थुमु लेस भनाभन भएर झडप परेर माउमी फुलबेन हामीदा मन चाहिँ असहज भएको छ। मनलाई चाहिँ अलिकति नराम्रो लागेको छ। क्रेस त्यसैले खाच्छी भनेको सँगै शिक्षारु लामेन्स खाना खाँदै साइन भनेको थुप्रिएको साथा भनेको थुप्रिनु साइन भनेको थुप्रिएको भित्र रहेको उहे भनेको असमझदारी है। भित्र भएको असमझदारीलाई हामीदा गर्छु भन्छ। के गर्ने विचार गर्छ होला त फुल्लको हामीदा समाधान गर्ने विचार गरेको छु खोल्ने विचार गरेको छु हैन। संज्ञापन साम्बन हुने भयो के। वैसा थोङ्ने वा माल्दा थुमुले छ कम्पनीको सहकर्मीसँग भनाभन भएर माउमी फुलबेन हामीदा मन अलिकति गाह्रो भएको छ मनलाई। कुरेसा त्यसैले खाच्छी शिक्षा र लामेन छ त्यसैले सँगै खाना खाँदै साइन वहरू थुप्रिएका चाहिँ असमझदारीका कुराहरूलाई फुल्दा समाधान गर्नु फुल्यको हामीदा समाधान गर्ने विचार गरेको छु भनेको अरू मिल्दैन है। ल यो पनि भयो। त्यसपछि गएर यो 44 र 45 को हेरौँ अनि फिनकान चाहिँ सकिन्छ।